आदरणीय दर्शकबिनहरू अहिले हामी काटकुटी भन्ने ठाउँमा आइपुगेका छौँ। सैलु गाउँपालिकाको काटकुटी गाउँ चाहिँ एकदम विशेष महत्त्वपूर्ण ठाउँ हो। यो चाहिँ अहिले हामी विवाहको लागि भनेर जन्ती लिएर आएको गाडी हो। यो यहाँ धेरै मान्छेहरूको लावालस्कर रहिरहेको छ। एकैछिनमा हामी बेहुलीको घर तर्फ प्रस्थान गर्दैछौँ। त्यही बिचमा अहिले हामी ठाउँ पत्र लाने र पत्रको तयारी गर्ने कार्यक्रम पनि त्यहाँ हामीले देख्न सक्छौँ। साथीहरू अहिले चाहिँ यहाँ छेउमा दर्शकहरू चाहिँ कति चाहिँ यहाँ पत्रको तयारीका साथ बस्नुभएको छ भने यहाँ पञ्चेबाजा बजाउने टोली पनि यहाँ तयारीका साथ बस्नुभएको छ। दर्शकबिनहरू यति रमाइलो छ, अहिलेको वातावरण यति सुन्दर छ। अहिलेको वातावरण यो सैलुङ गाउँपालिका वडा नम्बर 5 को यो काटाकुटी भन्ने ठाउँमा अहिले हामी विवाह लिएर आउँदाखेरिको यो दृश्य हो। साथीहरू अहिले हामी समग्रमा भन्नुपर्दाखेरि विवाहको यति रमाइलो महोत्सव प्राय कमै मात्र हुने गर्छ। यो अहिले हामीले देख्न सक्छौँ। दुईटा बस र एउटा बोलेरोमा अहिले हामी यहाँ आइरहेका थियौँ। अब यहाँबाट चाहिँ हामी लावालस्कर सहित हिँडेर जाने बेहुलीको घरसम्म भनेर एउटा योजना अनुरूप अहिले हामी चाहिँ यहाँ सबै जम्मा भइसकेका छौँ। कर्म भइसकेको छ। अब एकैछिनमा पञ्चेबाजा पनि बज्नेछ र पञ्चेबाजाको धुन सकै हामी जन्तीहरू लावालस्कर सहित हिँड्नेछौँ। धेरै सुन्दर छ यहाँको माहौल, यहाँको वातावरण। यो देख्दाखेरि चाहिँ अहिले हामी यति रमाइलो भिडियो तपाईँलाई देखाउन पाउँदा म आफैमा पनि गौरवान्वित भएको छु। त्यसैले दर्शकबिनहरू तपाईँले यो भिडियोलाई सुरुदेखि अन्त्यसम्म हेर्नुहोला र लाइक, सेयर, कमेन्ट र सब्सक्राइब पनि गर्न नबिर्सिनुहोला। साथीहरू यो भिडियो विशुद्ध मनोरञ्जनको लागि मात्रै हो र यहाँभित्र चाहिँ हाम्रो परम्परा कल्चरल पनि देखाउने भएको हुनाले यो एजुकेसन पनि भिडियो हो। दर्शकबिनहरू अहिले हामी विवाहको पुरै भिडियो पनि हाम्रो नयाँ चौतारी युट्युब च्यानल र पिपल चौतारी युट्युब च्यानल मार्फत हामी प्रस्तुत गर्छौँ। मेरो केही समय अगाडि नयाँ चौतारी युट्युब च्यानल ह्याक भइरहेको छ। सम्भवतः युट्युब च्यानल रिकभर हुन सक्यो भने यो नयाँ चौतारी युट्युब च्यानलमा पनि हामी यो भिडियो प्रस्तुत गर्नेछौँ भने पिपल चौतारी युट्युब च्यानलमा चाहिँ अहिले भिडियो देखाइरहेका छौँ। दर्शकबिनहरू यो सुन्दर भिडियो र सुन्दर ठाउँको जानकारी सँगसँगै अब हामी तपाईँहरूलाई मनोरञ्जनको लागि केही पञ्चेबाजाका धुनहरूमा पनि म समाविष्ट गर्न चाहन्छु। अब